साथीहरू यस्तो गर्मीमा पनि नेपालको भाले हेर्न सक्नुहुन्छ है। ठ्याक्कै नेपालको भाले जस्तो छ। हेर्नुहोस् न, पुरा नेपालदेखि नै भागेर आएको जस्तो छ भाले। त्यो चाहिँ तिनीहरू चाहिँ हाँसहरू। साथीहरू हेर्न सक्नुहुन्छ यहाँ हाँस है। यस्तो गर्मीमा पनि हाँसहरू यसरी हिँडिरहेको छ। त्यो हाँस चाहिँ पानी खाइरहेछ हेर्नु। यसरी हाँसको लागि चाहिँ यो पानी सानीको व्यवस्था गरिदिन्छन् होइन यहाँनिर। अनि यो हाँस चाहिँ कसैको प्राइभेट हाँस होइन, कसैले पालेको हाँस होइन। यो चाहिँ पार्कमा यो गभर्मेन्टको हो यो चाहिँ है। यहाँनिर यसरी पाल्छन् हाँसहरू। उहाँ हेर्नुहोस् न, दुईटा हाँसले पानी खाँदैछ। यस्तो गर्मीमा तिनीहरूलाई पनि कस्तो गर्मी भयो होला, लास्टै गर्मी भयो होला नि, त्यही भएर मिलेर पानी खाँदैछन्। हेर्नुहोस् न, म पनि यता पार्कमा आएको बेलामा चाहिँ यिनीहरूलाई खानेकुराहरू यसो पानी सानी हालिदिन्छु कहिलेकाहीँ। आज चाहिँ मैले लिएर आएन, केही पनि खानेकुराहरू लिएर आएन। त्यही भएर म यहाँनिर आउँदाखेरि हाँसहरू पनि आइरहेको थियो कि मेरो पछाडि। हेर्नुहोस् न कस्तो राम्रो छ हाँसहरू पनि। हाम्रो नेपालमा केयर गरेर पाल्दाखेरि त्यति हुँदैन, यहाँनिर त्यत्तिकै छोड्दाखेरि पनि यस्तो राम्रो हुन्छ कि हाँसहरू। तिनीहरू चाहिँ यो शीतलको लागि यहाँ तल बस्छन्। हेर्नु न, यहाँ तल बस्छन्। अहिले त सबै पानी खानलाई निस्केछन् बाहिर।